यो समितिबाट खगेन्द्र सुनारलाई आजको मितिबाट आउट गरिन्छ भने मलाई कुनै आपत्ति छैन, मलाई निकालिदिनुहोस्। अन्यथा आजको मितिबाट यो समितिमा बसित सम्पूर्ण मान्यज्यूहरूलाई मेरो मान्यज्यू अब यसो गरौँ प्लिज 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 होइन प्लिज म होइन एकछिन मान्यज्यू ठिक छ केही कुरा राख्छु। अहिले उजुरिएकातिर एउटा मान्छेले बोलेको उसमा सबै मान्नेले दोहोरी फर्काइरहने हो भने त्यो सभापतिले रुलिङ गर्ने हो। एउटा सांसदले अर्को सांसदलाई त्यो भन्ने होइन, आरोपितको त्यो प्रवक्ता भएर यहाँ बोल्ने होइन। पीडितको विरुद्धमा यत्रो झग्ने भ्रष्टाचार जस्तो आरोपको एउटा समितिभित्र छलफल भइरहेको छ, पीडितको विरुद्धमा छलफल गर्ने भन्ने हुन्छ। मेरो यति मात्र तपाईँको ध्यान आकर्षण के हो भने कि यो समितिमा यो निवेदन नलिएर आउनुहोस्, थोरै हामीले बाटोमा रोकेर सोधे हो, घर गएर सोधे हो। समितिमा छलफल गर्ने भनेर 5 दिन पहिला पठाएर यी विषयमा छलफल हुँदैछ, भ्रष्टाचार भएको, पीडित मान्छे लुकेर आएर दाइ मेरो नाम नभनिदिनु होला, त्यहाँ गएर कुरा गरिदिनु होला भनेर उसले बेनामी उजुरी दिन्छ, मेरो नाम नभनिदिनु होला है दाइ भनेर भन्छ। अनि यत्रो ठुलो समितिमा यत्रो संसारले देखाएको ठाउँमा चाहिँ आरोपितहरूको पक्ष पोषण गरेर उतापट्टि मुख फर्काएर गुलियो मुख यस्तो कुरा पनि गर्न पाइन्छ? यो हुँदैन सभापति। फेरि पनि मेरो तपाईँलाई स्पष्ट कुरा के हो भने भ्रष्टाचारको विरुद्धमा प्रश्न गरे बापत यो समितिबाट खगेन्द्र सुनारलाई आजको मितिबाट आउट गरिन्छ भने मलाई कुनै आपत्ति छैन, मलाई निकालिदिनुहोस् भोलिबाट। तर मेरो प्रश्न यही हो, हामी यहाँ के को लागि बसेको? मैले के भनेको छु? कसैलाई दोषी करार गरेको होइन। एउटा पढेर लेखेर बुझेर आएको सांसद पत्रकार के बुझ्छ? मैले के भनेको छु? छलफल आरोप लागिसकेपछि त्यो माथि छानबिन हुँदै गर्दा सम्बन्धित मान्छे त्यो पदमा बहाल हुनु हुँदैन भनेको, त्यहाँबाट हटाइनुपर्छ भनेको, फेरि त्यो पछि चोखिसकेपछि आएर राख्नुपर्छ भनेको। अनि के विषयमा छलफल हुँदैछ? दोषी करार गर्ने यसो भन्ने कसले गर्यो? दोषी करार रेकर्ड हेर्छ ल्याएर सुनाउ सभापति। यो कुरा सभापतिले रुलिङ गर्नु पर्यो। एउटा सांसदले भ्रष्टाचारको विरुद्धमा बोल्ने अनि बाँकी सबैलाई होत्त नि भनेर चाहिने मिठो गुलियो कुरा गरेर यो समितिको चाहिँ गरिमा घटाउनु हुँदैन। यही तरिकाको छलफल आगामी दिनमा पनि हुन्छ भने आजैको मितिबाट म यो समितिमा बस्दिनँ। फेरि तपाईँले निकाल्नुहुन्छ भने कि तपाईँले निकाल्नु पर्यो, होइन भने फेरि अर्को कुरा तपाईँले के भने विषयमा छलफल हुनु पर्यो। यो विषयमा छलफल हुनु पर्यो। एउटा सांसदले बोलेको कुरा अर्को सांसदलाई, हामी पनि उहाँ सांसद जस्तै जितेर आएको सांसद हो, जनताले यही कुरा गर्दा हुन्छ भनेर पठाएको, अनि यसो गर्ने भन्ने हुन्छ? एउटा भ्रष्टाचार जस्तो जघन्य अपराधमा चाहिने यहाँ के भनिएको छ? छानबिन गरौँ अहिले नै। फेरि उहाँहरू त केही पनि होइन भने जस्तै अघि भर्याङमा आउँदा साथी भन्दै हुन्थ्यो बोल्न हुँदैन, आज त केही छैन भनेर भन्दै हुनुहुन्थ्यो साथी, यहाँ आएर गुलियै कुरा गर्नुभयो। यसो थियो भने त मलाई पनि भने भए म पनि मिठाई कुरा गर्थेँ त, म पनि राम्रै कुरा गर्थेँ, सबै मिलेर चोख्याउने नै तयारी भएको हो भने त। होइन भने यो हुँदैन सभापति। बकैदा यहाँ आएको विषयवस्तुमाथि तितो कुराले प्रश्न हुन्छ, छलफल हुन्छ। समितिमा विषयवस्तु ल्याउँदा गम्भीर ढङ्गले ल्याउनु होला, होइन भने एउटा सांसदले अर्को सांसदलाई अपमान गर्ने ढङ्गबाट पीडितको विरुद्धमा गरिबका सिपाहीका तल्लो पक्षमा हुँदैन। म सिपाहीको पक्षमा छु, मध्यम म्यादी पुलिसको पक्षमा 1,33,000 म्यादी पुलिसको पक्षमा छु, म तल्लो वर्गको पक्षमा छु, पिछडा वर्ग दलितको पक्षमा छु। म राजा महाराजाको प्रतिनिधित्व गर्न आएको होइन हामी। कसैले चाहिँ यसो र त्यसो भन्दैमा गुलियो कुरा गरेर सभापतिज्यूलाई मेरो ध्यान आकर्षण छ यसमा। यहाँ यो ल्याउने बेलामा पहिला ध्यान पुर्याउनु पर्यो। छलफल तितो हुन्छ, मुख मिठो बनाएर समितिमा यसमा चाहिँ छलफल गर्न पाइन्न। पहिला के थियौँ, हामी कहाँबाट आयौँ, कसरी आयौँ भन्ने कुरा त्यो पहिलाको कुरा पहिला हो। गम्भीर ढङ्गबाट मजबुत ढङ्गबाट सुनपानी हाल्ने काम हुँदैन, अन्यथा आजको मितिबाट यो समितिमा बसित सम्पूर्ण मान्यज्यूहरूलाई मेरो मान्यज्यू अब यसो गरौँ प्लिज 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 होइन प्लिज एकछिन मान्यज्यू ठिक छ केही कुरा राख्छु।